मोसन अन अ स्ट्रेट लाइन। मोसन अन अ स्ट्रेट लाइन भनेको जब पनि एउटा अब्जेक्ट अनि उसको एउटा के हुन्छ पर्टिकुलर मास एन्ड इट इज मुभिङ इन अ युनिडाइरेक्सन। युनिडाइरेक्सन भनेको एउटै डाइरेक्सनमा मुभ हुँदैछ अनि उसको के छ एउटा कन्स्टेन्ट भेलोसिटी। जब पनि एउटा बडीको एउटा मास छ अनि कन्स्टेन्ट भेलोसिटी छ त्यति बेला एन्ड इट इज मुभिङ इन युनि डाइरेक्सनल मोसन, यति बेला त्यसलाई के भन्छ अ मोसन अफ अ बडी द्याट इज मुभिङ अन अ स्ट्रेट लाइन। सो लेट्स मुभ टु फ्रेम अफ रेफरेन्स। फ्रेम अफ रेफरेन्स भनेको के होइन हाम्रो डिफ्रेन्ट टाइप्स अफ फेनोमेनन हुन्छ इन दिस वर्ल्ड। डे टु डे लाइफ वी हेभ डिफ्रेन्ट फेनोमेनन। सो अकर्डिङ टु इट वी निड इज पोजिसन। नि त पोजिसन। जब पनि एउटा बडी जस्तै यो मेरो एउटा स्टोन छ अरे अनि यहाँ एउटा मान्छे छ अरे, जब पनि एउटा बडी इज इन अ स्टेट अफ रेस्ट, यानि यो के छ इट इज इन स्टेट अफ रेस्ट। तर यो हामीले कसरी बतायो विथ रेस्पेक्ट टु यो मान्छेको रेस्पेक्टमा यो स्टोन के छ रेस्टमा छ नि त। सो यसलाई चाहिँ भन्छ हामी विथ रेस्पेक्ट टु समथिङ। जस्तै यो स्टोन हाम्रो केमा थियो रेस्टमा थियो नि त। सो रेस्टमा भएको भए यो स्टोनलाई हामीले केमा हाल्यौँ इनर्सियल रेफरेन्स। अब इनर्सियल भनेको के हो? अब इनर्सिया भनेको जब पनि एउटा बडी विच इज इन अ स्टेट अफ रेस्ट अर इन मोसन इट विल रिमेन इन द्याट स्टेट फर एभर अन्टिल एन्ड अनलेस द एक्सटर्नल फोर्स इज अप्लाइड टु देम। सो एउटा बडी जस्तो बल छ अरे, एउटा बल कुदेको भयो भने त्यो कुदेको हुन्छ जब तक के गर्छ रोकिँदैन नि त, जब तक त्यसलाई रोक्दैन। सो विथ रेस्पेक्ट टु दिस वी निड अ पोजिसन। फ्रेम अफ रेफरेन्स गर्नु लागि हामीलाई के चाहिने रहेछ एउटा पोजिसन अनि टाइम। पोजिसन टाइम कोअर्डिनेट एक्सेट्रा हामीलाई चाहिन्छ उसको पोजिसन डिटर्माइन गर्नु लागि। सो यसलाई चाहिँ हामीले के भन्छ फ्रेम अफ रेफरेन्सेस। सो जस्तै एउटा मान्छे छ, जस्तै भनेको जस्तो एउटा कार छ, एउटा गाडी। सो दिस इज अ कार अनि इट इज मुभिङ अनि यहाँ एउटा को छ मान्छे। सो अकर्डिङ टु यो मान्छे द कार इज इन मोसन होइन। अनि अकर्डिङ टु कार अब कारमा भित्र बसेको मान्छेले यो मान्छेलाई केमा देख्छ, यो मान्छेलाई मोसनमा देख्छ आफै रेस्ट भएर। सो यसलाई चाहिँ हामीले के भन्छ इनर्सियल रेफरेन्स। नेक्स्ट इज द नन इनर्सियल रेफरेन्स। नन इनर्सियल रेफरेन्स भनेको जब पनि एउटा बडी एउटा एसेलरेटेड हुन्छ, एसेलरेटेड। सो एसेलरेटेड भनेको जस्तै एउटा गाडी छ अनि यो गाडीमा इज मुभिङ, यसको एउटा एसेलरेसन छ नि त यो बडीको। जब पनि यो बडी एसेलरेटेड हुन्छ यो गाडी पनि के हुन्छ इट इज मुभिङ। सो यस प्रकारले हामीले के डिक्लेयर गर्यो यसलाई नन इनर्सियल फ्रेम अफ रेफरेन्स। एसेलरेटेड अर इभन रोटेटिङ भन्छु, रोटेटिङ। अब रोटेटिङ भने नि एउटा म्यारिगोल्ड राउन्ड छ, म्यारिगो राउन्ड अनि इट इज मुभिङ अराउन्ड सेम उयो नि त, इट इज गोइङ राउन्ड एन्ड राउन्ड अनि एउटै डिरेक्सनमा आउँदैछ नि त। सो यसको फ्रेम अफ रेफरेन्स को भयो फेरि मेरी गो राउन्ड अनि यसको फ्रेम अफ रेफरेन्स को भयो गाडी। सो फ्रेम अफ रेफरेन्स भनेको के होइन विथ रेस्पेक्ट टु समथिङ। जस्तै यो मान्छेको हिसाबले यो स्टोनको हिसाबले यो मान्छे के भयो रेस्टमा छ अनि मान्छेको हिसाबले यो स्टोन केमा छ रेस्टमा छ नि त। सो थ्याङ्क यू।